हेलो गाइस, वेलकम छ मेरो अर्को नयाँ भ्लगमा। र आज म चाहिँ यता फेरि स्कुलतिर जाँदैछु ट्युसन पढ्न। अनि मैले चाहिँ यहाँ टोलतिर आएर भाउजूलाई पर्खेको थिएँ, भाउजूसँग जानु भन्छ, भाउजूलाई लगेर जानु भनेर। अनि खै भाउजू आउनु भएन, ढिलो भएको छ। ट्युसन चाहिँ 9 बजीदेखि हो, 9 बजिसक्यो, भाउजू अझै आउनु भएन। अनि के अरे एउटा कुरा चाहिँ, त्यो भिडियो चाहिँ मैले बिहान 6 बजीतिर हाल्छु भन्थेँ, अनि फेरि डेलीकै 6 बजी हाल्छु भन्थेँ। अनि फेरि 6 बजे चाहिँ नभ्याउने भएको हुनाले बेलुकीको 6 बजे चाहिँ आउँछ जस भिडियो, त्यही हेरिदिनु होला। बेलुकीको 6 बजे आउँछ भिडियो चाहिँ, त्यही हो। अनि त्यही हो, सबैले साथ सपोर्ट माया गरिदिनु होला, त्यही नै हो। अरू त मैले भनिसकेको तपाईँहरूलाई नै के हो कसो हो। त्यही हो, हिजो चाहिँ त्यस्तै भयो, साँझ मिलाइएको थियो। अनि आज चाहिँ ट्युसन गएर आएर के हुन्छ त्यो चाहिँ देखाउँछु तपाईँहरूलाई, के हुन्छ आज। ल त्यही हो, अहिले देखाउँछु ट्याक्क लाएर। ल त्यही गाइस, म चाहिँ उता स्कुलमा ट्युसन गएर नि आइसक्यो। अनि ढिलो भएको थियो, त्यही भएर भ्लग नि बनाएन उता गएको। अनि त्यति नि आउने बेला नि भ्लग बनाउनु बिर्सेछु। अनि यहाँ चाहिँ रोकेकै घर त्यहाँ छ। अनि यहाँ चाहिँ यो साइलेन्सरको पाइप यस्तो भाँचेर, त्यही होल्डिङ हानेको ठाउँमा भाँचेर कराठी किन करायो भनेको त्यस्तो भाँचेर गएछ। त्यही भएर रोकेको। अब घर गएर के गर्ने भनेर, अब घर गएर के गर्नु भनेर यसो भन्छु दाइलाई। अनि त्यसपछि के हुन्छ देखाउँछु तपाईँहरूलाई। अनि त्यही हो, अहिले घर गएर के हुन्छ कसो हुन्छ तपाईँहरूलाई देखाउँछु। ल गाइस, म चाहिँ होल्डिङ हान्न हिँडिसक्यो। यस्तो गरान्छ अनि कहाँ हुन्छ त नि। त्यही भएर म चाहिँ होल्डिङ हान्नु हिँडेको। अब उतै गएर भेट्छु के हुन्छ कसो हुन्छ, उतै गएर देखाउँछु तपाईँहरूलाई। ल गाइस, म चाहिँ होल्डिङ हान्न हिँडिसक्यो। यस्तो गरान्छ अनि कहाँ हुन्छ त नि। त्यही भएर म चाहिँ होल्डिङ हान्नु हिँडेको। अब उतै गएर भेट्छु के हुन्छ कसो हुन्छ, उतै गएर देखाउँछु तपाईँहरूलाई। ल गाइस, ट्याक्क लगाएर म चाहिँ ग्यारेजमा आइसकेँ। यो होल्डिङ हान्ने यस्तो यहाँदेखि भाँच्यो। अनि यहाँको नट हरा रहेछ, त्यही नट हराएर अनि यो त्यो साइलेन्सरहरूले भाँचेको जस्तो लागेको मलाई। अनि यस्तै गरेर साइलेन्सर यस्तो छ। यसको नट त छ, यसको चुरीका यहाँको भाँच्यो चर्के। अनि यसको चाहिँ नटै हरा रहेछ। अनि त्यही भएर अब होल्डिङ हानेर जान्छु। त्यहाँदेखि चाहिँ रिजल्ट हुँदो रहेछ क्या बोर्डिङमा, यस्तो गरेर हुँदै चाहिँ रिजल्ट। अनि त्यही हो, अहिले अब के हुन्छ भन्दै गर्छु म तपाईँहरूलाई, देखाउँदै गर्छु। गाइस, ट्याक्क बन्न सुरु भइसक्यो। अरे लुक्नै पहिला साउन्ड सुनाइदिउँ। भयो के यस्तै पड्काउँदा हिँड्ने ठिक छ। मेरो वास्ते ल पड्कानु हुन्थ्यो नि, यस्तो छ। यस्तो छ, साइलेन्सर नहाल्दा पड्किन्छ यस्तो। बनाएपछि कस्तो हुन्छ त्यो पनि देखाउँछ। ओके, मेरो वास्ते यत्रो नि आनन्द थियो। यहाँको नटै हराइछ क्या, यहाँ मिल्ने नट छ।
यस्तै अडा राख्नु एकछिन दुखाउने अडाउने लोडिङ गर्न सुरु बॉडी लागला ना थिएन पहाडीको जग्गा घुम्नु लुम्दैन पहाडीको त्यो नट हालेको उसमा नि हान्न मिल्छ उल्टापट्टि त्यो भाँच्चे जस्तो भएर यतापट्टितिर
भित्र आउँदै बाहिर आउँछ डबल स्ट्यान्ड भित्र आएर त होइन क्या स्ट्यान्ड भित्र त बाहिर हुन्छ क्या कोब्रे है कोब्रे यस्तै यो चाहिँ फिटिङ भइसक्यो अनि त्यहाँ तलको नट हाल्न बाँकी छ त्यो हटियो नट अलि डल्लै नगरेर चाहिँ पनि के हुन्छ कसो हुन्छ यो टाइम लाग्ने रहेछ दरोज लाग्ने खटाउ के अनि त्यही हो के हो कसो म तपाईँलाई देखाउँदै गर्नेछु ल गाइस साइलेन्सर भइसक्यो अनि यस्तो चाहिँ साइलेन्सर हालेपछिको आवाज चाहिँ त्यही अब चाहिँ ट्याक्क लगाएर घर गइन्छ के हुन्छ म देखाउँदै गर्छु तपाईँहरूलाई ल गाइस त्यही हो म चाहिँ घर आइसकेँ त्यहाँ तलबाट नि त्यो अहिले ढोडै हुनुहुन्छ स्कुटी भोलि देखाउनु जाने भन्नुहुन्थ्यो त्यही भएर अनि त्यही हो अब के हुन्छ र के हुन्छ कसो हुन्छ तपाईँहरूलाई म देखाउँदै गर्नेछु त्यो ग्यास म चाहिँ उस गरेर घर बसेर अब बेलुकी हटल्ने घाँस काट्न आएको अनि यही हो घाँस काट्ने चाहिँ मसिनो हटल्ने घाँस रे दुध दुने अनि त्यही हो म टाइम ल्याप्स बनाउनु मिल्यो भने त्यही हेरिदिनु होला त्यही गाइजहरू म चाहिँ त्यहाँ घाँस काटेरै तरकारी बनाउनु भनेर आलु खन्न आएको अब खानासाना पकाइन्छ अनि त्यही हो आजको लागि यति नै आशा गर्छु तपाईँहरूलाई यो भ्लग पनि मनपर्छ होला र थ्याङ्क यू सो मच फर वाचिङ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला धन्यवाद।